Balapur gaul, balapur डाँडा चिज गाइस हामी चाहिँ आइसक्यौँ यहाँ किन कस्तो घुम्ती छ के के गर्ने यहाँ पैसा मागिरहन्छ गाइस मसँग गाइस यहाँ चाहिँ जानुभयो ल ल हस्पिटल आएमा चाहिँ देख्न सक्नुहुन्छ साथीहरू म त यहाँ हस्पिटल आएको छु अनि म चाहिँ के बसेको छु अहिले बोलाउनु पनि जान्छ जान्छ अहिले हेर्न सक्नुहुन्छ हस्पिटलमा आज कोही छैन खाली छ बजार बस पार्कतिर आज पनि मेरो काम बनेन किनभने आज अपरेसनमा रहेछ नि डक्टरहरू कानको अनि अपरेसन गरेर फेरि आज ढिलो हुन्छ साँझ हुन्छ अनि आज हुन्न भोलि आउनु होला ओपिडीमा अनि भन्ने कुरा गर्नुभयो अनि त्यही भएर म चाहिँ फेरि घरतिर लागेँ आज कति दिन भयो म त्यहाँ जान लाग्यो दिन 2 दिन 3 दिन आजसँग 4 दिन भइहाल्यो बजार आउनु लाग्यो मलाई यस्तो झ्याउ लाग्छ नि यस्तो गर्मी छ गर्मीमा झन् झ्याउ लाग्छ कि के गर्नु बाध्यताले आउनु पर्ने छ कस्तो घाम छ कि पुरै छोडिदिनु यस्तो घाममा को हिँड्छ म हिँड्छु भन्दै थियो साथीहरू सक्नुहुन्छ साथीहरू एक्सिडेन्ट भएको छ अरे साथीहरू हेर्न सक्नुहुन्छ यस्तो घाममा मलाई के हत्ते पाप होला यस्तो मर्छु होला म त दिन रात घामले पोली सबै ठाउँमा यस्तै गर्मी हो कि हाम्रो ठाउँमा मात्रै हो भनिदिनु होला प्लिज यस्तो टन्टालाटपुर घाम लागेको छ हेर्नु साथीहरू अघि आउँला थियौँ हामी बजारदेखिबाट अनि बजारदेखिबाट आउनु लागि त्यो बाटोमा के एक्सिडेन्ट भएर रहेछ पुरै बाटो जाम भएर त्यो भएको थियो के पुरै बाटो जाम भएर त्यो नालीमा अटो र त्यो बगबगे हुन्छ नि त्यो के भन्न आयो बगबगे कापीहरू किताबहरू लग्ने हुन्छ नि हो त्यही बगबगे ढल्या थियो अनि अटो पनि त्यसैमा ठक्कर लाएर 2टा ढल्याउनु गयो अटो चाहिँ नालीमा पुरै तल कुलामा पसेको थियो तर मान्छे थियो कि नै पुरै गाडीहरू जाम भएर पुलिसहरू पनि आएको थियो अनि हामी त हेर्नै पाएनौँ अनि
कस्तो भएको थियो भनेर। अनि त्यही हो साथीहरू, मलाई त कस्तो सोचिरहेको थिएँ कि अनि हातै पाटिन्छ साथीहरू के गर्नु। अनि म चाहिँ के सोचिरहेको थिएँ भनेपछि यस्तो मान्छेहरू यस्तो एक्सिडेन्ट हुन्छ, कहिले मेरो पनि एक्सिडेन्ट भयो भने भनेर यस्तै सोच्दै आएँ म चाहिँ अटोमा। अनि त्यही हो, फेरि भोलि पनि जानुपर्ने छ। म मर्छु होला। छाता ल्याउनु भनेको थिएँ, छाता पनि ल्याउनु बिर्सेँ साथीहरू। अनि यस्तो छ हाम्रो गाउँ बालापुर। ऊ त्यो स्कुल हो साथीहरू, ऊ त्यो घर छ नि, यो स्कुल हो। अनि यो स्कुलदेखि ठ्याक्क पछाडिको रोड चाहिँ यो डाँडा 30 भन्ने गाउँ जाने बाटो हो। हाम्रो घर फेरि पर छ साथीहरू, हेर्न सक्नुहुन्छ। अनि मलाई चाहिँ के भएको यस्तो बाटोमा हिँड्दाखेरि कि एक्लै भइन्छ नि त। अनि यस्तै भिडियो बनाउँदै बोल्दै गएपछि अनि बोलेपछि त आनन्द लाग्छ नि त, साथी भए जस्तो पनि लाग्छ। अनि त्यही भएर मैले चाहिँ भिडियो बनाउँदै हिँड्दै गर्छु साथीहरू। एक्लै गएपछि लाटा न पापा हेरे जस्तो हिँडे जस्तो एक्लै बोले जस्तो लाग्छ। अनि त्यही भएर यस्तै हिँड्दै आएको साथीहरू म चाहिँ। अनि अब चाहिँ यस्तो घाम छ अनि हिँड्नु पनि जाँदाखेरि पनि यस्तो घाममा यस्तो जुत्ता लाएर आएर उ भएको के खुट्टा पनि पुरै उकुस भएर यस्तो कतिखेर गएर काम लगाएर कतिखेर लुगा खोलेर जुत्ता खोलेर आरामले पङ्खामा बसौँला अनि भन्ने भएको मलाई चाहिँ साथीहरू। त्यही नै हो, यस्तो घाममा बाटोमा कोही पनि छैनन् को होला त नि होइन। सब मान्छे कोही काममा, कोही कतै अनि कोही फेरि भित्र आरामले सुतेको होलान् पङ्खामा। म मात्रै एक बालापुर गाउँमा डाँडा 30 गाउँमा यस्तरी हिँड्दैछु साथीहरू। त्यही नै हो। अनि अहिले एकछिनमा घर गएर भेटौँला है त। यस्तो पसिना कस्तो आउँछ मेरो हो। पहिला यस्तो आउँथेन, अहिले यस्तो पसिना चाहिँ आउँछ नि त। म त यस्तो भने यस्तो पङ्खामा बसिरहेको छु, अझै पसिना सुक्ने नामै लिएको छैन। यस्तो गर्मी मेरो, म मर्छु होला। झन् त्यसै माथि यस्तो बाक्लो कपडा लगाएँ, यो जुन पोल्छ अरे घाममा, म त मर्न आँटिसकेँ साथीहरू। किन गयो होला भन्ने यस्तो हुन्छ कि मलाई चाहिँ यस्तो भएपछि जाने मात्रै काम नभए जस्तो। साथीहरू हेर्न सक्नुहुन्छ, अगाडि हाउरी आइरहेको थियो। म त पानी हिजो पनि त्यस्तो हाउरी आएको थियो नि त, पानी पर्दैन कि पनि सोचिरहेको थिएँ। यहाँ त पानी आइसक्यो, हेर्न सक्नुहुन्छ। यस्तो हावाहुरी पानी आएछ। एकछिन मात्र होला पानी आउने त, तर पनि एकछिन पनि आयो भने शीतलो हुन्छ नि त साथीहरू। हेर्न सक्नुहुन्छ मेरो माया र म मात्रै छौँ यहाँतिर। उता हुन्थ्यो मम्मी चाहिँ। नि कसलाई हेरिछ्यौ? पानी हेरिछ्यौ? साथीहरू 5 बज्दाखेरि यस्तो गर्मी छ साथीहरू, हेर्न सक्नुहुन्छ। यस्तो गर्मी छ कि यहाँ भएमा टेक्न पनि सकिँदैन पोलेर। अनि बाख्रा पुगाउनु पर्ने हुन्छ। 5 बजिसक्यो, 5 बज्दा पनि त्यो छैन कि शीतलो आएको छैन, घाम यस्तो पोल्ने छ। म चाहिँ अब बाख्रा पुगाउनु जान्छु साथीहरू। आजको भ्लग के कस्तो लाग्यो हेरेर लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई।